साथीहरु जापान चाइनामा टेस्ट भइरहेको 6G इन्टरनेट वर्लिङले नेपालमा ल्याइसक्यो यार। ढुक्क भएर बसे हुन्छ नि भने सोच्नु भएको छ भने यहाँनिर वर्लिङले एउटा मार्केटिङमा ठुलो मिस्टेक गरेको छ। भन्न मिस्टेक पनि भनौँ कि नभनौँ, अलि फल्स एडभर्टाइजमेन्ट गरेको छ। यति ठुलो रेपुटेड ब्रान्डले यसरी चाहिँ फल्स एडभर्टाइजमेन्ट नगरिदिएको हुन्थ्यो, सोझा साझा नेपालीहरूले पत्ताइहाल्छन्, बुझ्दैनन् भन्ने कुरा चाहिँ मलाई लाग्छ। र यहाँनिर चाहिँ मैले यही कुरामा चाहिँ तपाईले वास्तविकता चाहिँ के हो भनेर बुझाउन खोजेँ। खासमा चाहिँ वर्लिङले आफ्नो 6G इन्टरनेट भनेर एकदमै म्यासिभ रूपमा मार्केटिङ गर्यो हैन। अनि मार्केटिङ पनि ठुला मिडियाहरूले गरेछ के, फेरि ठुला तपाईले टेक्नोलोजीसँग विश्वास गर्ने कन्टेन्ट क्रिएटरदेखि लिएर सबैले गरेछ वर्लिङको 6G इन्टरनेट, वर्लिङको 6G इन्टरनेट। हामीले एनसेलको 4G इन्टरनेट, एनसेलको 5G इन्टरनेट भने जसरी गरेछ भनिसकेपछि 4G 5G नआउँदै वर्लिङले 6G इन्टरनेट पो लिएर आएछ कि भन्ने हाम्रो कन्सेप्ट भयो धेरैजना मान्छेहरूको। र मान्छेहरूले लेखेका पनि छन् कमेन्ट बक्सहरूमा चाहिँ 3G राम्रो चलिरहेको छैन, 6G कसरी चल्छ, बल्ल बल्ल 4G आएको छ भनेका छन्। मान्छेले भनिसकेपछि त्यो हिसाबले बुझ्यौँ हामीले नेक्स्ट जेनेरेसन सेलुलर नेटवर्क जो छ 2G 3G 4G 5G जो हाम्रो सिम राखेर नेटवर्कबाट तानेर हामीले चाहिँ इन्टरनेट चलाउँछौँ, हामीले कल गर्छौँ, हामीले भिडियो कल गर्छौँ, त्यो खालको इन्टरनेट बुझिदियो। हामीले खासमा सेलुलर नेटवर्कलाई नै चाहिँ 2G 3G भन्ने गर्छौँ। यहाँनिर वर्लिङले के गर्यो भन्दाखेरि नोकियासँगको पार्टनरसिपमा चाहिँ 6th जेनेरेसनको राउटर ल्यायो, वाइफाई 6 चल्ने राउटर ल्याएको। वर्लिङले अझसम्म चाहिँ 5th जेनेरेसनको राउटर चलाउँथ्यो हैन। अब 6th जेनेरेसनको राउटर चलाउने सिलसिलामा चाहिँ उसले आफ्नो म्यासिभ मार्केटिङ गर्यो। अब हामीले नोकियाले बनाएको राउटर यसरी चलाउँछौँ भन्यो। ओब्भियसली 5th जेनेरेसनको भन्दा 6th जेनेरेसनको राउटर राम्रो चल्छ, त्यो राम्रो छ। तर वर्लिङले के भनेर मार्केटिङ गर्नु पर्थ्यो भन्दा हामीले वाइफाई 6 लिएर आयौँ, वाइफाई 6 राम्रो छ भनेर चलाउनु पर्थ्यो। यो राउटर यस्तो राम्रो छ, यो राम्रो छ भनेको कुराहरू ठिक छ। तर यहाँनिर चाहिँ 6G इन्टरनेट भनेर जसरी वर्लिङले चाहिँ पुरै धमाकै गरे जस्तो गरिएको छ, यो अलि मिसगाइड हुन्छ भन्ने चाहिँ हामीलाई लाग्छ। र अर्को चिज जो वर्लिङले हामीले खत्रै गर्यो भनेको छ, त्यो खत्रै गरे चाहिँ होइन गाइस, त्यो चाहिँ 2022 मा चाहिँ डिसमले गरेछ। र आजको दिनमा चाहिँ धेरै जसो आइएसपीजहरूले चाहिँ 6th जेनेरेसनको वाइफाई 6 चल्ने राउटर चाहिँ युज गर्छन् र धेरै डिभाइसहरूमा चाहिँ यो सपोर्ट पनि गर्छ। र अर्को चिज पनि के छ भन्दाखेरि अहिले 7 आइसक्यो, वाइफाई 7 चल्ने राउटरहरू पनि मार्केटमा छन्। त्यो टेक्नोलोजी युज गरेर कुनै आइएसपीजहरूले चाहिँ इन्टरनेट प्रोभाइड पनि गर्न थालिसकेका छ। भनिसकेपछि यहाँनिर चाहिँ मैले खत्रै गरेँ भनेर वर्लिङले भन्न आवश्यक थियो जस्तो लाग्दैन। र भन्यो ठिक छ, राम्रो छ हैन, वर्लिङ हामी पनि चलाउँछौँ, वर्लिङको अरू पाटोहरू छ राम्रो छ। तर यहाँनिर मार्केटिङ गर्ने तरिका चाहिँ थोरै नेपालीलाई मिसगाइड गरे जस्तो लाग्यो। नेपालीहरू पनि त्यस्तै छौँ, यसै चाहिँ हावाको भरमा भाग्ने मान्छेसँग चाहिँ कसैको के लाग्छ। होप वर्लिङले यो चिजलाई चाहिँ सुधार गर्नेछ। थ्याङ्क यू।